हेलो दोस्तों, फेरि पनि आएको छु तपाईँलाई नयाँ भ्लग लिएर। म चाहिँ आज भोलि माघे सङ्क्रान्ति, त्यसैले थोरै किनमेल गर्न चाहिँ गइरहेको छु है। तपाईँले देखाउँछु म के किनमेल ल्याउँछु। जाडो छ होइन, जाडो त भयङ्करै जाडो छ होइन, तै पनि यसो भोलिको लागि सपिङ गर्नु पऱ्यो, सङ्क्रान्ति मनाउनु पऱ्यो होइन। सङ्क्रान्ति चाहिँ अब मैले थाहा पाएअनुसार चाहिँ हामी सङ्क्रान्ति दिनु चाहिँ बिहानै कसैलाई नभनेर नुहाउँछौँ अनि हामीले महादेवलाई पूजा गर्छौँ है सङ्क्रान्तिको बेलामा चाहिँ। मलाई बच्चा बेलामा चाहिँ मम्मीले भन्नुहुन्थ्यो आज नुहायो भने महादेवसँग भेट हुन्छ, महादेव पाउँछ भन्नुहुन्थ्यो होइन। त्यस्तै होला सायद समथिङ होइन, मलाई खासै नलेज छैन यसको बारेमा। सङ्क्रान्ति मान्नुपर्छ, हाम्रो चाड हो, फेस्टिभल भन्ने कुरा मात्रै थाहा मलाई, अरू त्यस्तो खासै थाहा छैन। आज चाहिँ म जान्छु इन्डियन रेस्टुरेन्ट होइन, आज चाहिँ म कोरियनको इन्डियन स्टोरमा जाँदैछु है। त्यहाँ चाहिँ सबै इन्डियनहरू कोरियन मिक्स पाइन्छ, तपाईँहरूलाई देखाउने छु के पाइन्छ। के लिने, तरुल लिने होला होइन, थोरै सकरखण्ड लिन्छ 2-4 भोलिको लागि। म त्यहाँ गएपछि तपाईँलाई देखाउँछु सुरुको। आज चाहिँ म दिनभरि नै बसेँ, सुतेँ, थोरै थकाइ लागेको थियो, 5 बजीको लगातार कामले होइन। आज यो हप्ता छुट्टी छ, अर्को हप्ता कुन दिन छुट्टी हुने थाहा हुँदैन होइन। धन्न सङ्क्रान्तिको बेला छुट्टी पाइयो योपालि चाहिँ, रमाइलो गर्नुपर्छ, घरमा फङ्सन गरिन्छ। त्यसपछि चाहिँ हामी के पकाउने जान्छ साथी के हुन्छ, हामीले सकेको पकाएर खान्छ। हामी सोच प्लान गरेको छु, हेरौँ के पाक्छ भोलि, त्यसको भिडियो पनि आउँछ है तपाईँहरूले। अनि मलाई चाहिँ हाम्रो बालन सरले गरेको खुट्टा हटाएको एउटा सही तरिकाले हटाउनु त भयो, तर अलिक व्यवस्थापन गर्न नसकेको हो कि जस्तो लाग्यो। उहाँहरूलाई जागिर दिनुभयो, किनकि जागिर उहाँहरूको मलाई लाग्छ त्यो होइन, त्यो प्यासन होइन। प्यासन उनीहरूले जति त्यो गर्नुभएको छ, बिजनेस गर्ने आइडिया लाउनु भएको छ, त्यसमा चाहिँ फोकस भएर यदि बालन सरले मलाई लाग्छ उहाँहरूलाई केही ठाउँ राम्रो ठाउँमा गएर व्यवस्थित तरिकाले बजारीकरण गरेर ठाउँ, अब हुन त काठमाडौँ ठाउँ छैन, त्यो पनि एउटा राम्रो ठाउँ बनाएर त्यसलाई व्यवस्थित गर्न सकेको भए एकदम पर्फेक्ट हुन्थ्यो होइन। तर जे गर्नुभएको छ त्यसको लागि पनि सल्युट छ बाले सरलाई होइन। म किन यो कुरा गरिरहेको छु नि, ल हेर्नुहोस् न, यहाँ पार्किङ कस्तो मजाको छ है। त्यो पुरै उता हेर्नुहोस् है, पुरै उता हेर्नुहोस्, त्यो सबै सपिङ सेन्टर हामीले किनमेल गर्नेलाई ड्राई क्लिनिङ सबै उता हो। त्यो चाहिँ ल हेर्नुहोस् है, त्यस्तो हुन पऱ्यो भने के हाम्रो पनि बजारीकरण एक साइड हुनु पऱ्यो, टक्क त्यो छेउछेउमा बिल्डिङ हुनु पऱ्यो, साइडमा पार्किङ पऱ्यो। हाम्रो व्यवस्थापन तरिका नै गलत छ, म्यानेजमेन्ट तरिका नै गलत छ। त्यही भएर पनि सायद अब बालन इन्जिनियर भएर क्या त्यो रूपले हेरेर अब फ्युचरमा गर्न सकिन्छ कि भनेर त्यो गर्नुभएको हो कि, त्यसको लागि पनि अग्रिम शुभकामना हुनेवाला पिएमजी होइन। म एकदम सपोर्ट हो उहाँको काम, उहाँको मान्छेले भन्छ जनतासँग घुलमिल हुनु पऱ्यो, जनसँग त्यो डजन्ट म्याटर गर्दैन कि जनतासँग उहाँले गरेको कामलाई म्याटर गर्छ। रिजल्ट ओरिएन्टेड काम गरिसकेपछि जनतासँग किन घुलमिल हुनु पऱ्यो, मेरो भनाइ त्यही हो। यहाँ हेर्नुहोस् सबै रिजल्ट ओरिएन्टेड काम हुन्छ। ल हेर्नुहोस् यस्तो मजाको पार्किङ छ, जति पार्किङ गर्न पनि पायो, फ्री पार्किङ। अनि उता आफू सपिङ के चाहियो सपिङ सेन्टर पनि गयो हुन्छ। हो यता रोड छ, ल हेर्नुहोस् आरामले। त्योभन्दा के चाहियो त हामी मान्छेलाई, हामी मान्छेको जातलाई त्योभन्दा बढी अरू सुख सुविधा चाहिँदैन कि। मैले कालीमाटीमा पनि त्यस्तै देख्छु कि होइन, कालीमाटी हामी तरकारी किनेर जान्छौँ, तर यस्तो हुन्छ कि यस्तो भिड हुन्छ, तर पार्किङको व्यवस्थापनै छैन, को एउटा फुड हाइजिनको व्यवस्थापन छैन। तर जस बालेले आएर त्यति त गरिदिएको छ नि, फुड हाइजिन चेक गरेको छ, रेस्टुरेन्टमा गएर चेक गरेको छ, खानाहरूको फुड हाइजिन कस्तो, क्वालिटी कस्तो छ, सबै मेन्टेन गरेको छ। यो चाहिँ हुनपर्छ जस्तो लाग्छ मलाई चाहिँ आशामा। अब म आफै रेस्टुरेन्टमा काम गर्छु, हाम्रोमा एभ्री 4 मन्थ होइन, वर्षमा 4 चोटि इन्फेक्सन आउँछ क्या हाम्रो त्यहाँ। त्यो इन्फेक्सन हुन्छ, त्यो फुड अफिसर आउँछ, उसले चेक गरेर 100% निक्ल्यो भने, उसले यदि केही इस्यु भेटायो भने तुरुन्तै स्टोर क्लोज हुन्छ, हाम्रो चाहिँ तुरुन्तै रेस्टुरेन्ट बन्द हुन्छ, त्यस्तो हुन्छ। तर हामी नेपालमा चाहिँ के छ भने मतलबै छैन, किचन पुरै फोहोर हुन्छ, बाहिर अलिअलि सफा हुन्छ होइन।
कतिको देखेको छु कि मैले त्यस्तो। तर त्यसलाई नि मेन्टेन फुड हाइजिन त्यो गर्नुपर्छ, सबै कुराहरू गर्नुपर्छ होइन। तर राम्रो राम्रो रेस्टुरेन्टहरू पनि छ, हाई क्वालिटी फुड रेस्टुरेन्टहरू पनि छ, त्यसमा चाहिँ म गर्व गर्छु होइन। तर अलिकति त्यो पनि हुनुपर्छ जस्तो लाग्छ कि फुड हाइजिनको लागि चेक गर्ने, फुड कस्तो क्वालिटी बनिरहेको छ, फुडमा टेस्ट छ कि छैन होइन। आफूले बेचिरहेको फुडलाई त्यो इन्फेक्सनले चेक गर्यो भने, अफिसरले चेक गर्यो भने उसले त करप्सन गर्दैन नि त, उसले त कस्टमरलाई राम्रोसँग त्यो गरेर त्यो गर्छ नि त, त्यस्तो लाग्छ कि मलाई चाहिँ। अब हुन त अब सबै आफ्नो आफ्नो तरिका हुन्छ, सबैले आफ्नो आफ्नो देशको तरिका तौर तरिका हुन्छ होइन। तर अब चाहिँ हाम्रो नेपाल पनि यो सिस्टम चाहिँ छिर्नुपर्छ जस्तो लाग्छ है मलाई। ल है मैले कार्ड रेडी पारिसकेँ। आफूलाई हजुर बुझ्नु सक्नुहुन्छ। प्लास्टिकमा हाल्नुपर्छ। ल हेर्नुहोस् है गाई, यो चाहिँ सिम्बल जरुरी है। म आफै झन्सरी भर्खर मैले बुझाएँ यो अर्कै छ, त्यो अर्कै छ, त्यो अर्कै छ, यो अर्कै छ, यो अर्कै फेरि थरी थरी छ। यो तिल रहेछ, तिल सक्या त छैन, त्यो लानु त पर्ने थियो। फाइनली मैले सपिङ सकाएको केटा हो होइन। त्यसै यति नेपाली जोड्यो भने त कति हुन्छ होइन, 6-7 हजार कति, दुईवटा तिनवटा चाहियो $40 रहेछ। भिडियोहरू हेर्दै गर्नु होला, कस्तो लाग्यो कमेन्ट गर्नु होला, कमेन्ट गर्न नबिर्सिनु है, लाइक कमेन्ट र फलो गर्नु।